तानलाई छाजलो आज हामी गुरुङ ल्याङ्ग्वेज स्कुलको गुरुङ भाषामा शिक्षक र विद्यार्थी बीचको बातचित गर्न गइरहेका छौँ। अब म सुरु गर्छु। तिया क्योमे बिल्ली केरे तौम्रौँ तो छन् तब तुरु मरा। आज तिमीहरू निकै उत्साहित देखिन्छौ। के विशेष कार्यक्रम छ र? लोभास्यो तियाले वर्षाको तसिमो फटे बेलले सोच्नु लोभास्यो आजदेखि हाम्रो खेलकुद सप्ताह सुरु हुँदैछ, त्यसैले हामी निकै खुसी छौँ। दु पटक खेदी लोहो क्लोबल दोरो न तस्टिने लोभास्यो नाइ छिल्ने होइन। यसपटक अन्तर्विद्यालय खेलकुद प्रतियोगिता पनि हुँदैछ लोभास्यो, हामीले राम्ररी तयारी गरेका छौँ। सम्बुल्ले छाबा ता क्यों भए मिलाई निखुन मात्र आइए न्यानी करर खबा केलम क्यों मैं खो क्यों भए खाकु तदिसुम। त्यो त अत्यन्त राम्रो कुरा हो नि। खेलकुदले मानिसलाई स्वास्थ्य मात्र होइन, अनुशासित र जिम्मेवारी पनि बनाउँछ। तिमीहरू कुन कुन खेलमा सहभागी हुँदैछौ? पलिथेन टोली फेवमे लोभास्यो टोलीलाई किल लथी दुर्ग नैं क्रर खप्के म फुटबल टोलीको कप्तान बनेको छु लोभास्यो। टोलीलाई मिलाएर लैजानु जिम्मेवारी हो। टोली थेबा मितब बिबम ओसो प्रभा तान क्योंबामा ग्रिन लला तुम टोबा हार्दिबा भन्दा न टोली ग्रिन तब थेबा ता कप्तान हुनु भनेको नेतृत्व लिनु हो। सबै खेलाडीलाई समान व्यवहार गर्नु पर्दछ। जित हार भन्दा पनि टोलीको एकता महत्त्वपूर्ण हुन्छ। न क्योबल दोरोरी भाग किसिमे लोभास्यो प्रे प्रमिटर नि चुङ्गा प्रमिटर क्योबर नि छाइने म दौडमा प्रतियोगितामा भाग लिँदैछु लोभास्यो। 400 मिटर र 1500 मिटरमा दौडको नाममा दर्ता गरिसकेको छु लोभास्यो। चम खब्दिबा नि न्याय जाँचा सुदन क्योबा छ्यानले चबा सुको टिब ललतुम। त्यो त सहनशीलता र धैर्यताको परीक्षा हो। नियमित अभ्यास, सही खानपान र पर्याप्त विश्राम आवश्यक हुन्छ। खिमालोभास्यो क्लोबै खेबर अलोबासिम अला खिमालोभास्यो खेलकुदले पढाइमा फरक त पार्दैन। चर ती ग्रिल्ल खाइ बिसा आलो भासो आता बरु क्योबै दिमागलाई अल्लम जिउ निखुन्तम सैकेलम। यदि समय व्यवस्थापन गर्न सक्यो भने फरक पर्दैन। खेलले दिमागलाई ताजा बनाउँछ, शरीर स्वस्थ भए मन पनि सक्रिय हुन्छ। नि न्याहका घण्टा क्री क्रोम दही नेले बस्यो दि के लसी मात्र टिम हामी बिहान 1 घण्टा अभ्यास गर्छौँ र बेलुका गृह कार्य गरेर मात्र सुत्छौँ लोभास्यो। स न्या टिबा बानै किलाई सैन मैबा यु ललम छैन कि क्योबै धु आ खयो ढोबा खयो हार्दिबा तलेन सुदन पो लबा तान भन्दा थेबा ता स्याबास। त्यही अनुशासनले तिमीहरूलाई सफल बनाउँछ। जीवन पनि एउटा खेल जस्तै हो, कहिले जित कहिले हार, तर निरन्तर प्रयास नै सबैभन्दा ठुलो विजय हो। खिमालोभास्यो के लुबारेरी फौक्लोब फ्लुमल खिमालोभास्यो तपाईँले विद्यार्थी जीवनमा कुन खेल खेल्नुहुन्थ्यो? ngैन क्योमै धुले पलिगिन्नी युै क्योबा क्योमलो तिप्ले जिल्ला स्तरीय दुरुर क्योला छाइले ngै भाड्नो बनी प्री के लबै थेबा तालुलो। म पनि तिमीहरू जस्तै फुटबल र भलिबल खेल्थे। एकपटक जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएकी थिएँ। त्यहाँबाट मैले आत्मविश्वास र सहकार्यको ठूलो पाठ सिकेको थिएँ। च लहे बुझेबै कहिले लुई लोभास्यो त्यो अनुभवले तपाईँलाई के सिकायो लोभास्यो? ngै लुई क्योबै क्योलाई सब लुमो
ढोमन थेबा आपेम्नी आटोमन सैच्यौं अथवा सन्तब क्लो सै आ मैले सिकेँ नि खेलकुदले हामीलाई नम्रता सिकाउँछ जित्दा घमण्ड नगर्नु र हार्दा निराश नहुनु त्यो नै साँचो खेल भावना हो न्यन्दे चक्लो ग्लोबा मात्र आङी चु कि मिस्या ताई बुबा ग्लो आ चुई क्लोबै न्या प्रिले के लब भर्नो बलुम हेर त्यो मैदान केवल खेल्ने ठाउँ मात्र होइन यो तिम्रो व्यक्तित्व विकासको मञ्च हो यहाँबाट तिमीहरूले अनुशासन सहकार्य नेतृत्व र आत्मविश्वास सिक्दछौ नि खेदी नि उज्यालो लबै पोललै लोगास्यो हामी आजदेखि झन् मेहनत गर्नेछौँ लोगास्यो नि खेदी मी चारप लबै प्रो ललै हामी स्कुलको नाम उज्यालो पार्ने प्रयास गर्छौँ लोबास्यो nga kyomani भरलम तलेन सैर थेनु क्ल्योबै तब मै बसी मेडलर आङी बान बनिबेर तब म तिमीहरूलाई विश्वास गर्छु तर याद राख्नु खेलकुदको साँचो सफलता र मेडलमा होइन चरित्र निर्माणमा हुन्छ समाप्ति जैलिया सोजना उनले क्लोबै क्लोई हाई छारपौ छारमोर उज्यालो खबै उठाई आसनोस समय तितो लबर तयार सबै विद्यार्थीहरू मुस्कुराउँदै खेल मैदानतिर लागे नयाँ जोस नयाँ सपना र उज्यालो भविष्यको आशा बोकेर उनीहरू दिनको सुरुवात गर्न तयार भए ग्यासुजी थानलाई जाछु